संविधान सभाको चुनावमा भाग लिएर अप्रत्याशित हार बेहोरेको एकीकृत नेकपा माओवादी र संविधान सभालाई अस्वीकार गर्दै सडक सङ्घर्षमा रहेका नेकपा माओवादी सहितका 4 दलको कार्यगत एकताले यति बेला राजनीतिक माहौल तातिएको छ। एकीकृत माओवादी संविधान सभाबाटै पहिचान र संघीयता सहितको संविधान जारी गर्न छलफलमा छ भने संविधान सभा विघटनको माग गर्दै सर्वपक्षीय राजनीतिक सभाबाट संविधान बनाउनु पर्ने अडान नेकपा माओवादीको छ। तर यी दुवै अलग अलग धार भएका दल संविधान निर्माण गर्ने भन्दै एउटै मोर्चामा आबद्ध छन्। संविधान सभा र सडक दुई ध्रुवमा भएका दल एकाएक एकै ठाउँमा कसरी पुगे त? बी माओवादी भित्र पनि समीकरण बनिसक्यो, झगडाका कुराहरू आइसक्यो, पार्टी विभाजनको कुरा देखिसक्यो। किनभने कम्युनिस्टहरू जब सुविधाको कुरा आउँछ, जब खाने लाउने कुरा हुन्छन्, त्यो बेला जुत्छन्। जब त्यसबाट उनीहरू वञ्चित हुन्छन्, उनीहरू झगडा गर्न थाल्छन्। अब अहिले खाने लाउने सम्भावनाबाट उनीहरू च्युत हुँदै गएको हुनाले कसरी खानेकुराको सुनिश्चितता गर्ने त भन्ने राजनीतिबाट भन्ने अभिप्रायबाट यो राजनीतिमा आएका छन्। त्यो खानको लागि उनीहरूसँग एकताको विकल्प छैन। कार्यगत, मोर्चागत, पार्टीगत तीनटै सम्भावना एउटा चाहिँ अभ्यासमा हुने जस्तो देख्छु। संसदमा प्रमुख प्रतिपक्ष दलको भूमिकामा रहेको एकीकृत नेकपा माओवादी र सडक सङ्घर्षमा रहेका नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेकपा माओवादी र नेकपा एकीकृत जनपक्षीय संविधान जारी गर्न दबाब दिने भन्दै मोर्चाबन्दीमा लागेको दावी गर्दै आएका छन्। तर संविधान सभामा नेपाली काङ्ग्रेस र नेकपा एमाले प्रमुख भूमिकामा रहेकोले बार्गेनिङको लागि 5 दल मोर्चाबन्दीमा लागेका हुन् कि दबाब दिन? माओवादीले टोटल वार भनेर जनयुद्ध लडेको थियो। टोटल वार भनेको सबै तह तबका, क्षेत्र, वर्ग, जाति, लिङ्गलाई चाहिँ उसले टोटल वारको नाममा घचिटेको थियो हिजो। अब आज पनि अब काङ्ग्रेस एमालेको विरुद्धमा लार्जर मोर्चाबन्दी नगरिकन त काङ्ग्रेस एमालेले हान्न सकिँदैन। यसका लागि तराईमा मधेसीबाट, पहाडमा जनजातिबाट, उपत्यकामा नेवारबाट, दलितबाट, मधेसीबाट माओवादीको हिजोको राजनीति पनि त्यही हो। टोटल वारको नाममा उसले यही कुरा गरेको थियो र अहिले पनि ऊ यो कुरा गर्यो भने यसलाई चाहिँ अस्वाभाविक रूपमा लिनु हुँदैन। म के भन्छु भने राष्ट्रिय राजनीति गर्नेहरूको लागि यसलाई ख्यालख्यालको रूपमा नलिनु, उनीहरूको लागि, देशको लागि, सबैको लागि राम्रो हुन्छ। संविधान निर्माणमा दबाब दिन यति बेला कार्यगत एकता समिति मात्र होइन, संविधान सभा भित्र रहेका मधेसवादी र जनजाति दल पनि संघीय गणतान्त्रिक मोर्चा बनाएर एक ठाउँमा उभिएका छन्। संविधान निर्माणलाई सघाउ पुर्याउने भन्दै बनाइएको मोर्चाले समेत सहमति भन्दा अङ्कगणितीय माध्यमबाट संविधान बनाउन खोजे सडक सङ्घर्ष गर्ने चेतावनी दिन थालेका छन्। दुवै मोर्चा अलग अलग गठन भएका छन्, तर दुवैले सडक सङ्घर्ष नै मुख्य लक्ष्य बनाएका छन्। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा सुरज प्रधानका साथ बालकृष्ण शर्मा, काठमाडौँ।